ल साथीहरु बेलुकाको भेराइटी चाहिँ यति छ। निङ्ग्रो बनिँदैछ है एकदम। यो चाहिँ हो तिती निङ्ग्रो बनिँदैछ एकदम। दबाई पनि हुन्छ तिती भनेर है तिती निङ्ग्रो। यो सालुगढा बजारबाट ल्याएको आज तिती निङ्ग्रो रहेछ है। यस्तो हेरेर तिती निङ्ग्रो मजाको देखेर चाहिँ ल्याएर आएको बनिने चाहिँ हेरौँ अब कस्तो हुन्छ। भेराइटी चाहिँ बनाइदिन्छ है। र तपाईहरुले तिती निङ्ग्रो खानु भएको छ छैन कमेन्ट गर्नुहोस् हैन। तितो र यसको खानु भएको छ भने यसको टेस्ट कस्तो लाग्यो के लाग्यो पनि भनिदिनुहोस् है कमेन्टमा है। अब मलाई चाहिँ एकदम खाएको थिएँ मैले चाहिँ है बहुत पहिला एक दुई पल्ट खाएको थिएँ। र यसको चाहिँ मलाई चाहिँ टेस्ट राम्रै लाग्यो र फेरि पनि ल्याएर खान लागेको छु है। यतापट्टि तिते निङ्ग्रो है तिते निङ्ग्रो छ भने यहाँ फेरि यहाँ चाहिँ देख्छ तपाईहरुले अलिकति फेरि एउटा हातले मोबाइल पक्रेर के गर्नु बिजुक्छ है अलिकति गाइस ल। यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ मासु गोरु है सुपको लागि बनाउँदैछु है। हल्का यसलाई चाहिँ डरे बनाइरहेको छु क्या। यसलाई चाहिँ हल्का खुराएर खानु चाहिँ साह्रै टेस्ट चाहिँ यसमा हुन्छ। तपाईहरुले पनि एकताल ट्राई गर्नुहोस् हैन। हल्का यसमा चाहिँ तर पानी चाहिँ एकदमै भुलेर पनि लाउनु भएन यो तिती निङ्ग्रोमा चाहिँ। यसलाई चाहिँ जति सक्दो चाहिँ सुकाइ अब टेस्ट हुन्छ हैन। यसको चाहिँ कतिजनाले पानी हाल्नु खान्छ यसको दबाईको रूपमा तर अब म चाहिँ सक्दैन। यो साह्रै तितो हुन्छ र म चाहिँ एकदम सुक्खै मन पर्छ है। सुक्खै एकदम चट्टसँगले बनाउने हो। ल अहिलेको लागि चाहिँ यति नै है। ल अब भेराइटी तिती निङ्ग्रोको भेराइटी है। र यो चाहिँ अहिले भन्ने चाहिँ पाकिसक्यो है। एकदम खुरेर है कालो कालो मजाको भइरहेछ। यतिमै अब योभन्दा बेसी डराउनु पनि भएन है। अब चाहिँ यो चाहिँ अब एकदम पाकिसकेको यसलाई चाहिँ एकदम भयो रेडी। यो चाहिँ खाने लायकको एकदम रेडी है। हेर्नु चाहिँ गाइस ल खुवाएर लु टक्क ढक्कन लायो। यसको लागि चाहिँ भयो आजको लागि चाहिँ है यो है। र तिती निङ्ग्रो पाकिसक्यो। अब चाहिँ है यहाँ फेरि अर्को एउटा गोरुको सुप मेरो फेरि यहाँ नानीको आमालाई एकदम सुप कन्टिन्यू खुवाउनु पर्छ है। एकदम एनर्जी उसको अब तागतलाई नानीको आमालाई चाहिन्छ। कुखुराको मासु नखुवाउनु भन्दै थियो डाक्टरले। गोरुको सुप एकदम ल्याएर चाहिँ बनाउँदैछु है। हेर्नु तपाईहरुले सक्नुहुन्छ गोरुको सुप टक्कसँगले यो पनि है रेडीको। यसलाई अब ढक्कन लाने ढक्कन लाएर छोपेर हल्का छोडिदिने आरामले हुन्छ यो पनि। अब टक्क चामल धोएर ल्याउने यहाँ चाहिँ तपाईको है लाइट बाल्नुपर्छ। यताबाट यहाँनिर चाहिँ मेरो धारा छ। धाराको चाहिँ म यहाँ लिची पनि हेर्न सक्नुहुन्छ एकदम ड्याममै फलेको छ है। लिची यो चाहिँ सबै लिची है साथी हो। पाक्नु पनि थालेको छ है लिची चाहिँ एकदम कति पाकेको छ कति काँचो छ है। यो लिचीको बोटको छेउमा बाथरुम हुन्छ। हेर्नुहोस् है लिची एकदम मजाको छ है लिची।
कसले खानु भएको छ र कसलाई खानु इच्छा छ त्यहाँबाट मलाई भन्न सक्नुहुन्छ कमेन्ट गर्नुहोस् है ल गाइस आजको लागि चाहिँ यति नै है भोलि अर्को नेक्स्ट ब्लगमा भेटौँ है धन्यवाद तपाईँले यतिसम्म हेरिदिनु भएकोमा लाइक कमेन्ट पनि गरिदिनुहोस् होइन